मान्छे भएपछि अलिअलि बोका पनि बन्नुपर्छ क्या धेरै सोझो बन्नु त नि हिजो लाएमा गएको तिमी त कति बोका अरे अब केटा मान्छे बोका नभए खसी हुन्छ त होइन तिमीलाई मैले देखेको हिजो राति सपनीमा पर्खी बसेको थियो तिमी कसैको लागि टोमा तर यार यस्तो बाटोमा त युवतीबाट भयो त कति आनन्द हुन्थ्यो नि हौ सेरे केटीपिटी भनेर चाहिँ यस्तोलाई भन्छ क्या अनुहार ठगडा थाहा के जन्मा के मलाई यार ठगडा गतिलो भएको केटीहरू लाइन लानु त यार मनको कुरा चाहिँ जब आफू एक्लै हुन्छ नि तब बेला सुनाउन मन लाग्छ क्या अब आफू पनि अलि ह्यान्डसम गरो बबाल भए भयो त म नि मास्तो दामी गरिदिन्थेँ नि होइन केटीहरू त फेरि फिदा गरिदिन्थेँ नि त सायद अब छैन के गर्नु गाह्रो छ मलाई पनि तर यस्तो जङ्गलको बाटो त एउटा गर्लफ्रेन्डसँग टक्क हात समाएर सँगै टक 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 क्याडो हान्दै आमै यो चाहिँ मेरो छाया अनि यो चाहिँ म लेमन कागती हो नि त के अरको बारीको कागती देख्ने हुँदा कहिले पनि केटा हो कसम कागतीले त तर अर्काको मिठै हुँदो रहेछ कसम कागती त कस्तो तपाईँलाई फाइनली रोडमा आइपुग्यो मेरो सम्धी तपाईँलाई मेरो सम्धी देखाउँछु ल मेरो सम्धी हेर्ने हो मेरो सम्धी दिस इज माई सम्धी टोक गरे सम्धी टोक टोक मुजी सम्धी भाग्य भने सम्धी ए सम्धी रिसाको सम्धी ए सम्धी सम्धी ओ सम्धी सम्धीसँग भेट गर्यो आयो अब एउटा कच्चा मेरो बेबीहरू मेरो पहिलाको एक्स पनि ठ्याक्कै यस्तै थियो क्या काली काली मेरो एक्स उसलाई देख्ने बित्तिकै मेरो एक्सको याद आउँछ यार मेरो एक्स मामी घरमा नहुँदा यसरी काम गर्नुपर्छ है यसरी ल गाह्रो छ हो यतिको बोयफ्रेन्ड पायो भने चाहिँ सबले डिजर्भ गर्छ है ल यतिको बोयफ्रेन्ड चाहिँ पायो भने ल घरको सबै काम आउनु पर्यो भगाएर सोर्न आउनु पर्यो त्यो पनि बिहान भर सोरेको यसरी भैँसी दुईटा पाल्न सक्नु पर्यो यत्रो जनता छोराछोरीलाई पाल्न सक्नु पर्यो कसम यतिको
गर्लफ्रेन्ड पायो भने चाहिँ मैले डिजर्भ गर्छु है गाइस ल है लामा सरले डिजर्भ गर्छ ल यति गर्लफ्रेन्ड पायो र सम्धी छोरा छोरीहरूलाई चाहिँ अब पानी दिनुपर्छ यार गाह्रो छ हो यसरी टक्क घरमा चाहिँ ए पौडी खेलौँ क्या स्विमिङ पुल खेल्नु पर्ला क्या यहाँनिर भएन कहाँ गयो त जग ओ पेन्टी जगै छैन त यही छिर्छ त है किन म साइको भएर त ल चट्ठा कति पानी खाएको त माछाले बाख्राहरूले पनि खाऊ 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 अस्मिता यो यताको अस्मिता यताको नवीना यताको सुस्मिता यो सुस्मिताको छोरी काली घोर्ली खाऊ 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 पानी खाऊ चाहेर फुल भन्दा गाइजहरूले यो देखाएको छ अमरेन्द्र बाहुबली कस्तो आँप आँप बास्ना हो यार के हो रहेछ यो मजा फ्योक निजिम मजा फ्योक निजिम बिबा मिना मिना पिदा ओरे त कोही मान्छे छैन नि त यसले लाडै हल्ले क्या हो सरोज जाले क्यों नेपालमा छिटोभन्दा छिटो गाजले गलाइछौँ यो यहाँ नेपालमा छिटो ओए मजा फ्योक निजिम quack 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 यसको आमा चाहिँ ठुङ्छ होला त यार हामी gak tanya सक्छ यहाँ चाहिँ अब हैन हुक्काको गोलो च्यालेन्ज हुँदैछ ल दाजुभाइ कसको पर्फेक्ट हो हेर्नु ल खतरै पढाउँछ नि फेरि दाइले सक्दैन नि फेरि ल मसँग छ हाम्रो भाइ देवराज मिस्टर दोङ ल रेडी दाजु अब जरा वाला हेरौँ न त अहिले कस्तो आन्छ ल जेलियो नि फेरि सक्दैन नि नाइस हैन
खै त तपाईहरु यो भिडियो जहाँबाट नि हेर्नु भएको छ नि सबैजनालाई मन पर्यो भन्ने मेरो आशा छ हैन यदि मन पर्यो भने लाइक कमेन्ट सब्स्क्राइब शेयर गरिदिनु होला फेरि पनि यस्तै यस्तै राम्रो भिडियो कमेडी ल्याउन छ मिस्टर लामाले सन्धि ब्लग हस् त नमस्ते बाइ बाइ